आज चाहिँ नानु आउनु भएको मौकामा हामीले चाहिँ चाउमिन खायौँ। आउनुहोस् आजको दिन मेरो चाहिँ कसरी बित्यो सँगै हेरौँ। फर्स्टमा चाहिँ म माइत गएँ किनभने आजभोलि बुवा मम्मी घरमा हुनुहुन्न। घरको रेखदेख गर्ने काम चाहिँ म गर्छु। घरमा चाहिँ एउटा सानो पाठो पालेको छ, त्यसलाई चाहिँ छिनछिनमा घाँस पानी दिन जान्छु। घाँसको रुखहरू चाहिँ टन्नै छ बारीमा, तर म जान सक्दिनँ। त्यही भएर मैले छतबाटै घाँस तानिरहेको थिएँ। एउटै पाठो त छ, मैले चाहिँ अलिकति घाँस तानेर लगाइदिएँ। मम्मी बुवा भएपछि घर कस्तो उज्यालो लाग्थ्यो जान पनि, आज चाहिँ कस्तो निसम्म लागिरहेको मलाई। मैले चाहिँ आफ्नो कामहरू फटाफट गरेँ अनि त्यहाँ ताला लगाएर आफ्नो घरतिर लागेँ। मेरो घरमा पनि गाउँबाट सास ससुरा आउनु भएको थियो। नास्ता बनाउनको लागि चाउमिन लिँदैछु। मलाई चाहिँ नास्ता बनाउन चाउमिन नै सजिलो लाग्छ किनभने छिटो पनि हुन्छ, मिठो पनि हुन्छ। घरमा फेरि सबैलाई मन पर्छ। यो चाउमिन चाहिँ मेरो बुढाले त्यति धेरै खानु हुँदैन, त्यही भएर बुढा घर आएपछि म त्यति चाउमिन बनाउँदिनँ। आजको क्यामेराम्यान चाहिँ मेरो नानु हुनुहुन्छ, हजुरहरूले त चिनिसक्नु भएको होला। घर पुगेर चाहिँ हामीहरू फटाफट चाउमिन बनाउनुतिर लाग्यौँ। मेरो बाबुहरू चाहिँ भोक लाग्यो भन्न लाग्यो। मैले चाहिँ तिनीहरूको लागि भए पनि हतार हतारले बनाउन लागेँ। डेली चाहिँ चाउमिनको नास्ता दिँदैन, कहिले कसो चाहिँ बनाउँछु, कहिले कसो बनाउने भएर होला। मेरो बाबुहरू चाहिँ चाउमिनको नास्ता दिएर चाहिँ यति खुसी हुन्छन्। मेरो कान्छो बाबु जे पकाएर दिए पनि खान्छ। मेरो जेठो बाबुलाई चाहिँ खानेकुरा एकदमै मिठो चाहिन्छ। उसले मिठो खोज्ने भएर होला उसको शरीरमा चाहिँ कहिले मासु लाग्दैन। यता मेरो चाउमिन पनि लगभग पाकिसक्यो अनि म सबैलाई चाउमिन हाल्दैछु। अनि मलाई फलो नगरेको साथीहरूले फलो गरिदिनु होला। आजको लागि यति नै।